मर्निङ छोरो ल छोरो है बाबा ट्रेकिङ जाँदैछ ल विश मी अल द बेस्ट ल बाई छोरो बाई हेलो वेलकम टु आवर च्यानल सन्जोग द ट्राभलर टुडे आई एम भेरी एक्साइटेड ल आज म पोखराबाट डोल्पा दुनैको यात्रा गर्दैछु र त्यो हुँदै म सेफ फोक्सुन्डोको ट्रेक पनि जाँदैछु र यो इज माई सोलो ट्रिप म पोखराबाट यस्तै 6:38 भएको छ नाउ आई एम अबाउट टु लिभ विथ माई बाइक एभेन्जर 220 पोखरा आज शुक्रबार अनि जन्मबार पारेर मेरो यात्रा सुरु गर्दैछु आज सो एक्साइटेड फर दिस ट्रिप Coming Dolpo, say Fuxundo, Vidanacho. The trek was stable. ल है त यसो काँडे आउँदाखेरि चिया कफी ल है त अन द वे काँडेमा हाम्रो सबैको ज्याक दाइ मेरो ज्याक भाइ 7 बजे बिहान हो बाख्री उठ्यो तब दाइ भेटे खुसी लाग्यो अनि के गर्दैछ त नि हाउस द प्रोजेक्ट गुड हनी हन्टिङ डकुमेन्ट्री अस्तिको है मजा भइरहेछ हैन बुर्तिवाङ काँडे के अरे ढोरो रामुवा भन्ने ठाउँ माथि बागलुङ तारो खोलाबाट राम्रै भयो नयाँ पनि हुँदैछ अनि एकजना साथी नि लिएर हिँड्ने जस्तो लाग्थ्यो हो तल छ ल त ज्याक ब्रो हुन्छ हामी एनिथिङ छौँ नत्र बस्थ्यो ल ओके ल हाम्रो विकासकोमा कफी सफी खाइवरी अब हामी लाग्दैछौँ काँडेबाट ल यहाँ को मान्छेसँग भेटियो यहाँ बागलुङमा मिस्टर लक्ष्मण होइन त लक्ष्मण चस्मा खोल्न याद गरेर अलिक ल मैले तल झ्याप्पो देखेको नचिनेको यार कस्तो मैले मोटा हो कि होइन जस्तो भएको कि मैले अस्ति अलिकति पुक्क भयो त कति वर्ष भयो तैँले टिमुर दिएर पठाएको थिइस् होइन अस्ति नआउँदा निकै वर्ष पो भयो है
रिजाल चोक हजुर बागलुङै पऱ्यो है दाजु हजुर बागलुङ अनि त कस्तो मजाको डाँडो रहेछ त दाजु त्यहाँ हजुर यो शिवलाई एहे यो गाउँ चाहिँ रिजाल हजुर रिजाल चोक ए रिजालहरू धेरै हुनुहुन्छ यता हजुर कस्तो मजाको हेर्नु न त्यो मन्दिर छ शिवलाई मन्दिर यो शिवालय मन्दिर है हजुर कहाँ पुग्ने होला म त डोल्पा हिँडेको दाजु ए कहाँदेखि आउनुभएको त पोखरा ए ल हजुरको शुभ नाम मेरो लीला सुनार ए ल कस्तो टुप्पामा रहेछ यो ठाउँ शीतलै रहेछ है हजुर यो शीतल छ ए तपाईँको त त्यही बाटो हामी जाने अहिले ए होइन हामी त उता जाने भयौँ है यता हो यता अब यहाँबाट उस कति पर छ कहाँ के भन्छ अरे गलकोट गोलकोट तपाईँको 1 घन्टा लाग्छ अझै 1 घन्टा लाग्छ है हजुर बाटो यस्तै हो है यस्तै हो बागलुङबाट लगभग 1 घन्टा जति भयो आएको अब यहाँ रिजाल डाँडाबाट 1 घन्टा भन्नुभएको छ दाजुले गलकोटलाई बल्ल अफरोड अलि सिद्धिएर यहाँबाट चाहिँ अलिकति पिच बाटो अलि राम्रो बाटो रहेछ ल आस्ते आस्ते जाउँ है त गलकोट प्रवेशद्वार ल अब गलकोट है यहाँ खोला छ पारी यो तमगासको डाँडा हो यो पारी गुल्मी पर्यो यता चाहिँ बागलुङ हामी अहिले बागलुङ र गुल्मीको सिमानामा छौँ यता खोला यो खोलाले सीमा छुट्याउन खोला पारी गुल्मी यता वारी बागलुङ रियुज रिसाइकल ल हाम्रो भाइ चाहिँ निकै इन्ट्रेस्ट देखाएको छ ल भाइ यता हेलो गर्दै एकचोटि ल है दाहिने मुक्तिबाङ बजार तपाईँको चस्मा कस्तो राम्रो लाग्यो के स्वाद सेतो कपाल कालो चस्मा है मजै यो ठाउँको नाम पातिहाल्ने र यसमा 3टा जिल्लालाई चाहिँ यसले समेट्छ यताबाट आउँछ यो बागलुङ पर्यो बागलुङबाट यसरी आयो ठ्याक्कै यो गेट छ जुन त्यहाँ अहिले ब्यानर छैन
त्यो गेटभन्दा उता रुकुम र यो बेग फेरि रोल्पा, यो रोल्पाको डाँडा पऱ्यो यता भनेपछि लिटरली यो रेस्टुरेन्ट रोल्पा, यो बागलुङ अनि यता चाहिँ रुकुम। बाती हाल्ने ठाउँ एकदम 3200 मिटरको हाइटमा छ। लुगुम गाउँ यस्तो आनन्द सुनसान ठाउँ शीतल रहेछ। शीतल हुन्छ गर्मी त हुन्न। शीतलै रहेछ। हजुर रुकुमकोट आयो, रुकुमकोट। गुड मर्निङ फ्रम नुवाकोट। नुवाकोट हो भन्न आज यार, के अरे रुकुमकोट। ल हिजो यहाँ आएर बसियो हाम्रो हिमशिखर होटल एन्ड लजमा। पोखराबाट ठ्याक्कै एराउन्ड 260 किलोमिटर पोखरा बागलुङ बुर्तिबाङ हुँदै यस्तै 6:45 बजेतिर हिँडेको पोखराबाट म यहाँ आइपुगेँ 5 बजेतिर। बिचमा पाती थाप्ने भन्नेतिर 3200 मिटरको चाहिँ नि हाइटमा पनि पुगिन्छ। अनि फेरि त्यहाँबाट हामी ओह्रालो झर्नुपर्छ है। त्यहाँ चाहिँ एकदम पानी परेर अलिकति दुःख त होइन, तर चिसो चाहिँ बहुत भएको थियो। र अब लगभग 6:45 भएको छ। म अब रुकुमकोटबाट फेरि जाँदैछु जुफालतर्फ। र ठ्याक्क 260 किलोमिटर यहाँ तपाईँको चाहिँ नि रुकुमकोटमा पनि खाना बस्नको लागि 2-3-4 राम्रो होटलहरू छ। त्यही भएको तपाईँहरू ढुक्कसँग आउँदा हुन्छ यदि आउनुभयो भने। सो अलराइट, अब कफी खाएर हामी लाग्दैछौँ रुकुमकोटबाट है त। ल सरकोमा हिजो आएर बसियो। नमस्ते हजुर। हिमशिखरमा है सर? हिमशिखरको सञ्चालक। यो करिब 2 महिनादेखि हामीले सञ्चालन गर्दैछौँ। हामीलाई सेवा गर्ने मौका दिनु होला। नमस्ते, धन्यवाद। ल हजुरकोमा हिजो बसियो, मिठो खाइयो, आरामसँग सुतियो। धेरै धेरै धन्यवाद सर। थ्याङ्क यू सर। यति राम्रोसँग व्यवसाय गर्नुभएको रहेछ र विश यु अल द बेस्ट है त सर। अब लाग्छौँ। ल शोभायात्रा हजुर। हस्, धन्यवाद। म लाग्यो है त। ल भाइ, ल है त। ल अब हिमशिखर होटलबाट हिँडियो डुवर्स जुफाल। हस्, होटल चाहिँ अलिकति सिटीभन्दा बाहिर छ। बाई बाई रुकुमकोट, बाई बाई। बिहान 7 बजेको अवस्था। बाई बाई रुकुमकोट। हामी जाने आयो। मिठो सुतियो दामी, रिफ्रेस। सेकेन्ड डे रुकुमकोटको बस भारत टिकट काउन्टर यहाँ। यहाँबाट चाहिँ मुसिकोट खलङ्गा प्रवेशद्वार। किटिनी हजुर, किटिनी भन्छ टाउले। यो गाउँै हो है? हजुर, कति घर दूरी छ? ठ्याक्कै
होला 50-60 घर होला है मुसिकोट खलङ्गतिर पर्यो हजुर ल हामी टुप्पोमा आइपुग्यौँ के अरे दाजु ठाउँको नाम शाखाको दाजुसँग भेट भयो है दाजुको शुभ नाम मेरो तिरान सुनार हो हजुर ए अनि के गर्दै हुनुहुन्छ त नि दाजु म यस्तै पसल गर्छु नि पसल गर्छु अनि ठाउँ त एकदम घमाइलो कस्तो फाँट जस्तो रहेछ हजुर यसो यो ठाउँको बारे भनिदिनुहोस् न यो ठाउँ त राम्ररी छ अझ खिचाइ छैन यहाँनिरै अरू त सबै ठिकै छ ठिकै छ हजुर कति घरधुरी छ यता घरदेखि होला हजुर होला धेरै धेरै नै छ है तर हजुरहरूको यो सबै अफिसियल कामहरू गर्नको लागि खलङ्गा जानु पर्यो खलङ्गा जानुपर्छ सबै आरामै हुनुहुन्छ सबै आराम ल हस् दाजु है ल हजुर गोल भयो है अब कता हो दायाँ बायाँ है कता हो दायाँ बायाँ खोज्नु पर्ने हो शीतल पोखरी हेलो भाइ गुरुजी हामी उता जाने कता होला रिम्ना ए यो बाटो कता जान्छ यो तल झर्ने भयो मधेस झर्ने बाटो यो यहाँबाट कतिमा पुग्नुहुन्छ दाङ कति घन्टामा 7-8 रमाइलो रहेछ त भनेपछि त यताबाट रिम्ना जाजरकोट उता उता भयो त यो हजुरको कति जति लाग्ला रिम्नालाई 1.5 घन्टा आज जुफाल मजाले पुगिन्छ एकेर जुमै है ल हस् रुकुमकोटबाट 1.5 घन्टामा तपाईँको चाहिँ नि लगभग खलङ्गा भन्दा नि फरक परेन यहाँबाट उता गयो भने दाङ अब यता चाहिँ रिम्ना हुँदै माथि जाजरकोट यो भएको रहेछ है यसो खाजा खान लाग्यो अब बजार चाहिँ माथि छ यो चाहिँ तल अब हामी रिम्ना हुँदै रिम्नाबाट आएको अब हामी यो तल सानो भेरी ऊ त्यो झोलुङ्गे पुल छ त्यो झोलुङ्गे पुललाई क्रस गरेर पारीको रिम्ना त्यहाँबाट फेरि गएर पक्की पुल क्रस गरेर हामी उता गइन्छ अब टोल्पा ल है त हामी सेती बगर होइन भाइ यो सेती बगर चाइना बगर सरी चाइना बगर आइपुग्छौँ पारी छ के अरे रिम्ला होइन भनेपछि माथिबाट आए हामी चाहिँ आज रुकुमकोटबाट आएपछि तपाईँको ओह्रालो झर्दै झर्दै आएर ठ्याक्क चाहिँ चाइना बगरबाट दाहिने लाएर झोलुङ्गे पुल क्रस गर्ने अनि त्यहाँबाट रिम्नाबाट फेरि दाहिने लागेर पक्की पुल आउँछ क्रस गरेर ठुलो भेरीको छेउछेउ जाने ल दिस इज फ्रम सेती चाइना बगर ल यहाँ हाम्रो एउटा ह्यान्डसम भोलि बासका पुन्छ कसले भन्न सक्छ र साईराम भोलि बास कहाँ हुन्छ कसले भन्न सक्छ र आधुनिक गीत हो अब अर्को ल अब अर्को अरू भन्नाले लोकगीत 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 भोलि भोलि बिहान फेरि अर्को बिहा गरिने मलाई ल फेरि अर्को पुरा सतर्क हो यो कहाँ उहाँ नजिकमा लोकगीत गाउनु होइन खोला पारी निर्माया वारी मरुने खोला पारी निर्माया वारी मरुने छेउछेउमा गलपन्थीको छेउछेउमा निर्माया सम्झेर आँखाबाट तपाईँलाई सुनेर रुइरहेको छु कडा रहेछ क्या यिनी त अब यताबाट सेती बगर सरी चाइना बगर अब यहाँबाट यो झोलुङ्गे पुल क्रस गर्ने हेलो यहाँ साइडमा राख्नेलाई घर गाह्रो छ र यहाँ रोटीको पनि व्यवस्था रहेछ ल हे ल ब्याक गियर कता हो भाइ ब्याग कता हामी जान्छ होला है ल हे
झोलुङ्गे पुल आज शनिबारको दिन है शुक्रबार पोखराबाट हिँडेको मान्छे आज म शनिबार त्यतिखेर म छु डान्टाडा डान्टाडा गऱ्यो अब हामी आइयो रिमना धेरै हेरेको यो ठाउँलाई रिमना दाजु नमस्ते यो रिमना भन्ने यही होइन दाजु ए म अब यता जानु पऱ्यो है डोल्पालाई अनि त्यो पक्की पुल आउँछ कताबाट यही बाटो नबिराइ जाने देब्रे लाग्नु पऱ्यो अनि यो बाटो यता कता जान्छ त यो ए जाजरकोट जाने यता हो ए ल कति यहाँबाट कति लाग्छ जाजरकोट ए धेरै टाढा रहन्छ है ए ल हस् दाजु ल है त अर्को पुल पनि तरियो पक्की यो हो ठुलो भेरी अब हामी ठुलो भेरीको छेउछेउ अब यताबाट हेलो भाइ नमस्ते डोल्पो देब्रे लाग्नु पऱ्यो है अनि दाहिने कता जाँदो रहेछ कहाँ यताबाट नि मुसिकोट ए मुसिकोटको पल्लो भेग ए म यता वल्लो भेगबाट आएँ के अरे है ए ल भाइहरू चाहिँ के इन्जिनियर ल यार अल द बेस्ट यङ गाइजहरू ल खुसी लाग्यो है शनिबार पनि पुरा खटिरहेछ है ल ठिक छ है कहाँ नि हाम्रो घर पश्चिम कहाँ ओ धनगढी ल धनगढी त मलाई थाहा छ नि यार पोखराबाट फर्स्ट गाडी पुर्याएको मैले हो धनगढी त्यतिखेर हामीले 8वटा खोलामा हाल्नु पर्थ्यो मुडा चौमाला जता खोलामा मैले पुरा गर्दैछु 52-53 सालको अहिले त सिलिल्लो छ है ल है त भाइयो ल हस् ल है अब यताबाट देब्रे लागे म डोल्पो ढाँटाडा कति बजे हेर्नु पर्यो 10 पनि बजे छैन भने ठिक टाइममा माछा मार्ने लोकल तरिका हेर्नुहोस् है यसरी अब हामी नलघाट नगरपालिका
the floors can't take no more. Stuck in this groove, I'm feeling bored. Ready, steady, go. दाजु नमस्ते कुन ठाउँ पऱ्यो यो मूल बजार यहाँ बल्ल यहाँ चाहिँ अलि शीतलो हो शीतलो रहेछ है अब यतै शीतलै त होला डोल्पा कुन ठाउँ रे दिदी यो ठाउँको नाम ढाँट ढाँट खराका नानीहरूलाई हेर्नु आमा यिनी त हिरोनी जस्तै रहेछ नि त ल यता हेर्नु त फेरि ओहो बरफ खाएर बरफ त माखाले पनि खान्छ है त्यहाँ बरफलाई माखाले पनि दोष गरेछ त्यहाँ अनि तम्रो नाम पूर्णिमा मल्ल हो ए पूर्णिमा के गर्छौ त नि पूर्णिमा स्कुल जान्छौ कि नै जान्छौ आज त शनिबार त्यही भएर छुट्टी कति क्लास जान्छौ नि वाह वाह पढ्न मन पर्छ कि पर्दैन मन लाग्छ के हुन मन लाग्छ नि पूर्णिमालाई वाट इज योर एम ल भन तिमीलाई भविष्यमा के बन्न मन लागेको छ ल भन त 11 पढ्ने स्टुडेन्टले पनि यस्तो नाक छोप्छ र अनुहार देखाएर यसरी कुरा गर्नुपर्छ यसरी ल यता हेर त फेरि ल ल ल ल ल हेर लजाएर हेर फेरि यता यहाँ माखा जति बरफ के अरे बरफ जति माखाले खाइसक्यो ल पूर्णिमा भन त तिम्रो के हुन मन लाग्छ रे ठुलो भएर मिस टिचर हुन मन लाग्छ टिचर किन हुन मन लाग्यो नि पूर्णिमालाई हो पढाउनु त टेन्सन पो हुन्छ त पढायो अनि स्टुडेन्टले पढाएको बुझ्दैन अनि 15 चोटि भन्नुपर्छ रिस पो उठ्छ त फेरि अनि त्यस्तो भयो भने के गर्ने नि अनि कति एक दिन होइन 2 दिन होइन सधैँ कन्ट्रोल गर्न सक्छ सकिन्छ कस्तो है कति हिरोनी आएको हेर त पूर्णिमा त्रिवेणी आइपुग्यो तीनटा जिल्ला भेट हुने ठाउँ जाजरकोट डोल्पा र लुकुम यो चाहिँ त्रिवेणीको डाँडा जाजरकोट सिधा यो डोल्पो र यता अहिले हामी हिँड्दै गरेको दाहिनेपट्टिको रोल्पामा छौँ अझै ल दिस इज त्रिवेणी दाजु नमस्ते हिजो दिउँसो 12 बजे हिँडेको बस काठमाडौँबाट दिउँसो 12 बजे हिँडेको हिजो यो अनि म हिजो पोखराबाट 6:30 बजे हिँडेको ल हाम्रो भेट यहाँ छ अब यहाँबाट लगभग 3 घन्टा लाग्छ भन्ने कुरो छ के अरे आस्ते आस्ते जाउँ ल काठमाडौँ एक्सप्रेस डोल्पो
1:30 बजे हिँडेका छौँ 3 घन्टाको अटो पुग्नु भएको छ सायद बाघराती जान्छौँ हामी 300 खोला सिमाना रहेछ कता जाँदै हुनुहुन्छ दाइ हेलो हेलो के छ बाबु सन्चै छ के हो यो गाउँको नाउँ स्लिपिङ डे ठाउँको नाम स्लिपिङ डे कसले राखिदियो यस्तो नाम रमाइलो रहेछ त नाम है घरहरू नि निकै रहेछ म पोखराबाट दाम हुन्छ हजुरको रुच्यो रुच्यो पाकिने जान्छ उसमा भएको होइन त यो के अरे बैतडीमा पनि छ नि त्रिपुरा माताको त्रिपुरा कोट दिस इज त्रिपुरा कोट ए नत्र यता खोलामा हाल्नु पर्थ्यो है जाने हाम्रो ट्रेक चाहिँ उता रहेछ यही खोलाको छेउ तर अब यता जाम हेर अब टुनै आउन लाग्यो हे फाइनली टुनै आइपुग्यो है
फाइनली हाम्रो भाइसँग भेट भयो युट्युबमा देखेको भाइ हो है ल भाइ खुसी लाग्यो है ल यसो एक दुईवटा कुरा भनिदियो यहाँ एकदमै धन्यवाद हजुरहरू कोही पनि घुमेर घुम्नलाई यताउता आउँदै हुनुहुन्छ भनेपछि हामीलाई सम्झिनु होला नमस्ते हजुर डोल्पा फोन नम्बर भनिदिनुहोस् 9858066114 ल है म त यही हेरेर आएको हो दामी छ यहाँ भाइले कोठा पनि दामी दिएको छ ल है तपाईँहरू पनि एकदम मस्त ठाउँ छ